लागिरहेको छ। सम्पूर्ण कला प्रेमी संगीत प्रेमी दर्शक महानुभावहरूलाई उपस्थिति होइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। लहै सुरु भयो तपाईकै अध्यक्ष विनिता ढकाल सलिग्राम खत्री विशेष अतिथि हेलो गाउँपालिका माननीय सृजना राय हेलो माइक चेक कार्की हेलो गाउँपालिका रामकुमार तामाङ कार्यक्रम अध्यक्ष वार्ड नम्बर जितमान जिमी आमन्त्रित अतिथिहरू सबै मिलाउँदै तयारी हुँदैछ त हजुर। अब एकदम भव्य हुन्छ, आउनुहोस् है तपाईँहरू सबैलाई चुले निम्तो छ है, भव्य तपाईँको तयारी भइसकेको छ। यहाँनिर चाहिँ हामी पनि छौँ, लाइटहरू तयारी हुँदैछ ल है त। सबैलाई जानकारी गराउन चाहन्छु, मान्छेहरू आउँदै हुनुहुन्छ। यो धार्मिक दृष्टिले महत्त्वपूर्ण छ। धार्मिक दृष्टिले यो यति महत्त्वपूर्ण छ। हिन्दू धर्ममा के छ भने यो वर्षभरि जति मान्छे हामी मर्छौँ त्यो मान्छेहरूको नाममा यो बालाचुतोसी बजारमा सद्भित छर्ने काम गर्ने छ। अब यदि यो बजार मासिने हो भने, यो बजार नलाउने हो भने यो भेगको यो अरुण गाउँपालिकाको मान्छेहरू सद्भित छर्नु डिङ्ला जानुपर्ने हुन्छ। यस कारणले पनि यो बजार अति महत्त्वको विषय बजार हो भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले हामी जनप्रतिनिधि भइसके पछाडि हामीले चिन्ताको विषय यो बनायौँ र गत साल एउटा साङ्गीतिक कार्यक्रम यो भयो, यहाँ भयो। त्यो साङ्गीतिक कार्यक्रम मलाई लाग्छ यही समयमा भएको छ। योभन्दा पछाडि या अगाडि त्यस्तो समयमा भएको छ, धेरै लामो समय अगाडि पछाडि पनि होइन। त्यो साङ्गीतिक कार्यक्रममा चाहिँ यति मान्छे अब यहाँ अहिले जति छौँ त्योभन्दा पनि देख्यौँ हामीले। त्यसले गर्दाखेरि त्यो साङ्गीतिक कार्यक्रममा चाहिँ हामीले यस्तो कार्यक्रम गर्दाखेरि त्यो बजार लगाउन सकिने रहेछ हामीले महसुस गऱ्यौँ। त्यसो हुनाले यो कार्यक्रम आज यसपालि त्यही ढङ्गले ठिकै त्यही तरिकाले सम्पन्न हुन गइरहेको छ। त्यसो भएको हुनाले यो बजार लाग्ने हाम्रो उद्देश्य नै हो। र अर्को कुरा हामी स्थानीय सरकारले हामीले उपस्थित भइरहेका छौँ। धेरै धन्यवाद यहाँहरू सम्पूर्णमा यति धेरै माया र साथको लागि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। सम्पूर्ण हाम्रो याम्फाङवासी र हाम्रो याम्फाङ आसपास रहनुहुने सम्पूर्णमा हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। अहिलेको लागि पनि यहाँहरूमा आजमा कति पनि ढिलाइ नगरी आजको हाम्रो कार्यक्रमको हाम्रो अरुण सांस्कृतिक तथा मौलिक कार्यक्रमको पहिलो साङ्गीतिक प्रस्तुति राख्ने समय भइसकेको छ र म कलाकार मित्रलाई आफ्नो प्रस्तुतिको लागि स्टेजमा निम्त्याउन चाहन्छु। भन्दै गर्दा आजको साँझ हामीहरूमा आउँदै हुनुहुन्छ मेरो भोइस युनिभर्स सिजन 1 को फाइनलिस्ट भएको छ परेश राईज्यूको साथमा र यसै गरी मेरो भोइस युनिभर्स सिजन 2 को फाइनलिस्ट भएको छ जुनु परियार र यसै गरी
खगेन्द्र थामी सरले एकदम धेरै मेहनत गर्नुभएको थियो। तर यो पाला त कतै केही नगरिकन चाहिँ अरुण गाउँपालिका र वडा कार्यालय मिलेर एकदम कार्यक्रम आयोजना गर्नुभएको रहेछ। यो मलाई थाहा थिएन, तर यो मलाई एकदम गर्व लागेको छ, किनभने हामीले एकदम सिक्ने थलो हो यो। हामीले यो चाहिँ स्टेजमा आउनु भनेको हामीले सिक्ने ठाउँ हो। त्यही भएर उहाँहरूप्रति फेरि म सम्मान व्यक्त गर्न चाहन्छु। एकदम सम्मान छ र उहाँहरूको लागि जोरदार ताली। यस्तै कार्यक्रमहरू, किनभने हामीलाई साङ्गीतिक नशा चढाउनु भएको रहेछ। पोहोर आउँदा अलिकति धेरै कम हुनुहुन्थ्यो। पारी खाइ वनमा रुख सुक्यो, गाउँदामा गाउँदै मुख सुक्यो। झुके बुलाकी तिम्रो नाकैमा मेरो नाकैमा झुके बुलाकी तिम्रो नाकैमा मेरो नाकैमा आइदिन माया गीतको भाकैमा आइदिन माया गीतको भाकैमा आइदिन माया गीतको भाकैमा। छेउछेउमा माछी फुल्ने खोलीको लेउमा ढुङ्गामा छेउछेउमा माछी फुल्ने खोलीको लेउमा आकाशैको जुन तारा खस्ला कि आकाशैको जुन तारा खस्ला कि जान हाजिर छ ए मेरी साइली राती बस लागे जान हाजिर छ ए मेरी साइली राती बस लागे झुके बुलाकी तिम्रो नाकैमा मेरो आँखैमा झुके बुलाकी तिम्रो नाकैमा मेरो आँखैमा आइदिन माया गीतको भाकैमा आइदिन माया गीतको भाकैमा आइदिन माया गीतको भाकैमा। अगाडि चाहिँ खेला साथैमा फकिरी चाहिँ खेलौला साथैमा आउन माया बसिदो काखैमा फकिरी चाहिँ खेलौला साथैमा आउन माया बसिदो काखैमा कोरी जुल्फी बसेर पटुकी कोरी जुल्फी बसेर पटुकी बात लागे ए मेरी साइली आजलाई भागुकी बात
मात्रै लागे हे मेरी साइली आज नै भागी नै चुके बिलाकी राज मोबाइल रिपेयरिङ सेन्टर एन्ड आइएमइपीलाई पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ र सम्झन चाहन्छौँ र यसै गरी हामीलाई साथ दिनुभएको छ राम किराना स्टोरलाई पनि हामी विशेष धन्यवाद दिन चाहन्छौँ भन्दै फेरि नाच्ने हो त याम्फाङ कि थाकिसक्नुभयो थाक्नु भएको छैन नि र हामी थाक्नु पनि हुँदैन किनकि आजको साँझ हामीहरूमा आउँदै हुनुहुन्छ यहाँहरूले एकदमै धेरै रुचाउनु भएको कलाकार यहाँहरूले हरेकको मनमुटुमा बस्न सफल कलाकार रहनुभएको छ मेरो भोइस युनिभर्स सिजन 1 को फाइनलिस्ट पनि रहनु भएको छ र म सङ्घ सभाकै छोरी सङ्घ सभाकै चेली भएकोले म हाम्रो जिल्लाको स्थान पनि भन्न रुचाउँछु मेरो आदरणीय मित्र पनि रहनु भएको छ अबको पालीमा भने यहाँहरूमा हामीले आजको हाम्रो कार्यक्रमको विशेष अतिथि कलाकारज्यूलाई स्टेजमा निम्त्याउने समय भइरहेको छ आर यु रेडी याम्फाङ यति मात्रै हल्लाले त पुग्दैन होला हो थाक्नु भएको छ भने एकछिन बिसाऊ है मैले त्यसै पनि
पनि हाम्रो याम्बाङमा थकै मार्नलाई धेरै चौतारीहरू भेटिरहेको छु, धेरै बिसाउनीहरू देखिरहेको थिएँ, धेरै बर पिपलहरू देखिरहेको। म कुरेर बस्नुहुने यहाँहरू सबैको लागि हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच। आजसम्म पर्खेर बस्दिनु भयो। यो मेला यो हाम्रो कार्यक्रमलाई भव्य बनाउनको लागि आइदिनु भयो टाढा टाढाबाट। यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आज विशेष गरी बाला चतुर्दशीको अवसर छ। यो मेलामा पाल्नुहुने यहाँहरू सबैलाई थ्याङ्क यू। भोजपुरसँगको मेरो धेरै सम्बन्ध छ। मेरो भाउजू पनि हुनुहुन्छ। म भोजपुरको ज्वाइँ हुँ। मेरो घर यही पारी सङ्खुवासभा। भोजपुरको ज्वाइँ, भोजपुरको सोल्टी, भोजपुरको के भन्ने धेरै कुरा नै छ। मैले भोजपुर यो छ माया नजिकै आउनलाई छैन माया फर्केर जानलाई चाहिँ यहाँहरूले पनि साथ दिनुपर्ने हुन्छ है त।